हजुर नमस्ते। यहाँहरूलाई एउटा सानो जानकारी गराउन गइरहेको छु म। यो अलैँची हो जसलाई इलामको कालो सुन भनेर भन्ने गरिन्छ। भर्खरै यसको टिपाइ भइसकेको छ असोजमा र यसको दाम चाहिँ अहिले भर्खरै 1,15,000 रुपियाँ मन छ होला सुक्खा, नभए पनि 1 लाख भन्दा मुनि आउँदैन। र वर्तमानमा यहाँलाई म यो अलैँची यहाँ हेर्नुहोस्, यस्तो रातो हुन्छ, यस्तो फल्छ र यहाँ माथि यसको फुर्को हुन्छ। यो फुर्को भएको अलैँचीको दाम धेरै हुन्छ र फुर्को चुडिएको अलैँचीको दाम कम्ती हुन्छ। र यो फल्ने ठाउँ पनि यहाँलाई म देखाउन चाहन्छु। यहाँ हेरिदिनुहोस्, यो अलैँचीको फल्ने ठाउँ यो टुसो हो, यी बिरुवा हुन्। यहाँबाट यसरी छुरी लगाएर यसलाई निकालिन्छ र यो पुरानो जति पनि छ यो पुरानो सुकेकोलाई फ्याँकेर नयाँ राखिन्छ र यो नयाँमा अर्को वर्ष पनि फल्छ। र अलैँचीको लागि यहाँहरूलाई जानकारी म गराउँदैछु। र यदि हजुरहरूको पनि जग्गा त्यतिकै छ पहाडमा भने त्यसमा अलैँची लगाएर यहाँहरू सदुपयोग गरिदिनु होला। अगाडि म जानकारी यहाँहरूलाई गराउँदै गर्नेछु। अहिलेलाई नमस्ते, राधे राधे।